स्वागत छ साथीहरू मेरो अर्को मिनी ब्लगमा। अनि आज चाहिँ म भाडा बाँच्दै भिडियो खिच्न आएको के सम्झेर। अनि म चाहिँ भिडियो खिच्दै चाहिँ याद आयो कि म धेरै दिनदिनै जोगिन्छु है, कहिल्यै 37 केजी भन्दा माथि हुन्न। एकदम वेट नबढेर मलाई टेन्सन परिरहेको के, लास्टै टेन्सन परिरहेको। अनि वेट जो अनि सही कम्पनी भाडा मस्काउने भने चाहिँ हेरेर मैले भाँडासाँडा मस्काएर सकेर अनि पानी खान लगाएको है। पानी सानी खाएँ गरेँ। अनि हामी चाहिँ सस्तो बजार जाने भनेको थियो दिदी र म। अनि दिदी र म चाहिँ यहाँ रेडी हुँदैछौँ कि, अनि को राम्रो भनेर भिडियो खिच्दैछौँ है। हामी दिदी बहिनीमा को राम्रो छ कमेन्टमा बताइदिनु होला है। अनि हामी चाहिँ सस्तो बजार हिँडेको। अनि सस्तो बजार गएर सामान किनेपछि फर्किँदाको भिडियो यो चाहिँ है। अनि हामी चाहिँ वहाँ भिडियो बनाएनौँ किनकि भिडभाड थियो। अनि रामघाटको पुलमा आयौँ। रामघाटको पुल चाहिँ कस्तो दामी देखिएको कि। अनि आज चाहिँ हामी सामान लिएर आएर फर्केको। आजको भिडियो के कस्तो लाग्छ सब्सक्राइब गरिदिनु होला है।